दुनियाँका सबैभन्दा बढी शक्ति भनेकै जनता हो। उनलाई निर्णय गर्न दिउँ, उनले जे भन्छन् त्यही मानौँ, सकिएको। यसमा रोइ कराई गर्नुपर्ने केही जरुरतै छैन। त्यसैले म यहाँहरूलाई विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने निर्वाचनमा हुने कार्यक्रम, हाम्रो चुनावी सभाहरूमा अन्य विषयमा हामी कुराकानी गर्ने नै छौँ। अहिले यति भन्न चाहन्छु कि चितवनले एउटा जुन मानक स्थापना गरेको छ र जहाँबाट सुरुवात भएको छ, यो नयाँ राजनीतिको एपिसेन्टरका रूपमा, सकारात्मक एपिसेन्टरको रूपमा हाम्रो चितवन भएको छ। त्यसलाई थप जिम्मेवारी आएको छ। यसपटक मलाई एयरपोर्टमा भन्नुभएको थियो, अब सिङ्गो जिल्ला नै रासोपा है भनेर भन्नुभएको थियो। सिङ्गो जिल्ला रासोपा होइन, सिङ्गो देश रासोपा छ। सिङ्गो जिल्ला होइन, सिङ्गो देश। र परिवर्तनको यो सुरुवात चितवनले गरेको थियो र यसलाई टुङ्गोमा पनि चितवनले पुर्याउनेछ भन्ने विश्वास सहित म यहाँहरूको शान्ति टोलमा आएको छु। यही बसोबास गर्छु, यहीँबाट आउने जाने गरिरहन्छु। म बसुन्जेल अलिकति थोरै केही शान्त हुने कोसिस त गरौँला, यसको मर्म अनुसार यसलाई शान्त राख्ने कोसिस त गरौँला। अरू अशान्ति त केही हुँदैन। साथीभाइहरू आउने जाने भेटघाट गर्ने हुँदा तपाईँहरूलाई अलिकति निद्रा खलमलिएला, वृद्ध बाआमाहरू हुनुहुन्छ होला, उहाँहरूलाई केही डिस्टर्ब होला। अहिले नै मैले कान समाते, मलाई क्षमा गर्नु होला। यो दोष अरूको होइन, मलाई गाली गर्नु होला है। आएका पाहुना भन्दा पनि हामी बुढाबुढी छौँ, हामीलाई नै भन्नु होला। तर कोसिस हाम्रो रहनेछ यसलाई शान्त राख्नको निमित्त। र एउटा परिवर्तनका लागि सानो आवाज निस्किएछ भने कृपया सही दिनु होला, स्वीकार दिनु होला। चुनावी समयभरि म यहाँहरूलाई यति भन्न चाहन्छु, अरू चुनावी सभामा भन्छु, यो मेरो टोलवासीहरूलाई एउटा आगन्तुकका हिसाबले गरेको एउटा सानो सम्बोधन हो। मलाई नेता सम्झेर होइन, भाइ छोरो, भतिजो, नाति, केटो जे सम्झिनुहुन्छ सम्झिएर यहाँले स्वीकार दिनु होला। म यहाँहरू सबैलाई यो न्यानो आतिथ्य र मायाको लागि धेरै धेरै धन्यवाद दिँदै आफ्नो भनाइ यति आउँछु। नमस्कार। आफूले रोपेको उन्नत बिउको जगेर्ना यसपटक चितवनले गर्नेछ। चितवनले मात्र होइन, यो फैलिएर देशभरि पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। मैले केही दिन अगाडि बताएको थिएँ, जसलाई मिल्नुपर्छ, जुन जुन दलहरूले सहकार्य गर्नुपर्छ गर्नुहोस्। हाम्रो शुभकामना छ। हामीलाई लोकतन्त्रको विधिबाट हराउनुहोस्। लोकतन्त्र भन्दा बाहिर गएर झेल्ली गरेर हराउन त पाइँदैन। पहिला जस्तो चाहिँ बाहिर संसद बाहिर सूचना टाँसिदिएर संसद एउटा मुद्दा लगाइदिएर निकाल्न त पाइँदैन। त्यस्तो छलछाम त गर्न पाइँदैन। जनताको मतबाट मात्र सम्भव छ। त्यसैले म सबै राजनीतिक दलहरूलाई यति भन्न चाहन्छु यहीँबाट कि निर्वाचनमा भाग लिऊ। निर्वाचन छल्नको निमित्त त्यो न्यु खोल्ने काम नगर्नुहोस्। न्यु खोल्ने कुरा हामी सुन्छौँ नि, यसो भयो भने उसो भयो भने केही पनि हुँदैन। निर्वाचन हुन्छ। मेरो प्रधानमन्त्रीसँग पनि कुरा भएको छ, विभिन्न निर्वाचनका प्रमुख आयुक्तज्यूहरूसँग कुनै कुराकानी भएको छ। निर्वाचनको अर्को विकल्प छैन। समयमा निर्वाचन हुन्छ, समयमा निर्वाचन सम्पन्न हुन्छ। नेपाली जनतालाई जे चाहिएको हो उनीहरूले त्यही गर्छन्। त्यसलाई स्वीकार गर्ने। अहिले यसलाई भाड्न सकिन्छ कि, यसलाई भाँजो हाल्न सकिन्छ कि भनेर न्यु खोजिरहेको हामी सुनिराखेका छौँ। बुझ्छौँ नि हामी इसारा। जुङ्गो चलेपछि कुरो बुझिँदैन। जुङ्गो चलिरहेछ, जुङ्गा नचलाउनुहोस्। भयो, निर्वाचनमा जाउँ।